यो चाहिँ मेरो ग्लोबल भिलेज जानको लागि बनाएको फाइनल लुक चाहिँ त्यो साथीहरु लेट्स गो टु द ग्लोबल हाई गाइस वेलकम टु ग्लोबल भिलेज दिस इज माई फर्स्ट टाइम I'm very excited to go inside I'm waiting our team Ayumi Charlie look at this my beautiful girl ग्लोबल भिलेज आज चाहिँ फर्स्ट टाइम म चाहिँ ग्लोबल भिलेजमा चाहिँ एकदमै धेरै एक्साइटेड छु ग्लोबल भिलेजमा भित्र जानको लागि स्टिल हामीहरू चाहिँ यहाँ वेट गर्दैछौँ साथीहरूलाई यो चाहिँ हाम्रो कम्पनीको ट्रिपबाट ग्लोबल भिलेज यो चाहिँ मेरो फर्स्ट ट्रिप हो ग्लोबल भिलेज एकदमै धेरै एक्साइटेड छु म चाहिँ गेटबाट हेरिरहेको छु भित्र सो भित्र जानलाई एकदमै धेरै एक्साइटेड भइरहेको छु हाम्रो टिमहरू चाहिँ कतिवटा आउँछ थाहा छैन सो आम भेरी एक्साइटेड साथी र म चाहिँ अगाडि नै पुगेको भएर बोर भएर यताउति डुलेर पनि कति टाइम लगाइसकेको तै पनि आएको छैन त्यो हामी दुईजना चाहिँ यताउति हिँडिरहेको छौँ मैले चाहिँ हाम्रो त्यहाँ कम्पनीको हाम्रो ग्रुपहरू देखेँ कि अनि हामी चाहिँ उतातिर जाँदैछौँ फाइनली हामीहरू अलमोस्ट भेट Going to and see this place. Ta-na-na. Wait now. Wait, where? Oh man, wait! I miss bus. Yes. Finally, we are complete here. Ayo me, look at this thing. Hello, madam. Hello, hello. Finally, global village. We are finally. After 3 years. Yes. My first time. Congratulations. Thank you so much. Congratulations. First time. Thank you so much. So because it's your first time, we'll go all the Hello. all the rides, okay? It's- Huh? Because it's your first time, we'll go all the rides, okay? ग्लोबल भिलेज यो चाहिँ सिरिया यो चाहिँ हाम्रो साथीहरू कम्पनीको अनि म चाहिँ How they find now? नो नीड टु फाइन्ड भले देन लेट्स go I asked from one city. what is it He said Okay. he can go to Nepal. I don't know Africa. I need to take picture. Let's go Sri okay I will show See, my America. Let's go. America. they are Sri Lankan they say they want to go Sri Lanka place but here in global village I cannot see the Nepal America is there Russia is there Africa is there ग्लोबल भिलेजमा चाहिँ कति धेरै कन्ट्रीहरू
को नाम चाहिँ त्यहाँ थियो त्यो कन्ट्रीको अब बिल्डिङहरू देखाउँदै के देखाउँदै थियो आई डोन्ट नो वाट इज द्याट होइन अनि हामी चाहिँ यतिकै डुलेर हिँडिरहेको छ राइडहरू खेल्नको लागि साथीहरू सबैजना अब आफ्नै पारामा छ म चाहिँ आफ्नै पारामा भिडियोहरू कुनै कुराहरू क्याप्चर गर्दै हिँडिरहेको छु कि त्यो भित्र भएको कुराहरू यो चाहिँ कोरियाको हो केही कुराहरू देखाउँदैछ त्यतिकै अब चाहिँ हामी चाहिँ त्यो राइडहरू अब हामी चाहिँ राइड खेल्नलाई भनेर मैले के चाहिँ टिकटकमा देखेको थियो फाइनली यो चाहिँ ग्लोबल भिलेजमा रहेछ क्या तर अब सो आधी टिम चाहिँ छुटेर पनि गइसक्यो क्या खेल्नलाई आफ्नै पारामा इन्ट्री गर्नको लागि मात्रै त त्यहाँ ग्रुपमा टिम चाहिन्थ्यो होइन कम्पनीबाट आएको हो नि त हामी त्यही भएर अरूहरू चाहिँ गइसकेको थियो गेट पास गरिसकेको थियो सबैजना आफ्नै पारामा अनि म चाहिँ यो खिच्दै गरेपछि मलाई एकदमै डर लागेर Yeah, I want to go, but I cannot do this one. त्यहाँ चाहिँ मैले चाहिँ हाम्रो कम्पनीको मान्छेहरू देखिसक्यो क्या साथीहरू उहाँहरूको एकदमै डर लाग्छ क्या रेमन चाहिँ अब सुपरभाइजर हो होइन यसको रियाक्सन हेरौँ न सेम रियाक्सन मैले चाहिँ उसलाई देखिसकेँ Raymond, are you okay? One more. Raymond, are you okay? One more. Raymond, one more. Once more. One more, Raymond. Raymond, yalla, one more. Raymond, are you okay? Please open your restraints and exit the ride. شكرا لكم. الرجاء فتح الحزام والخروج من اللعبة. Raymond, hello, are you okay? Guys, how was your experience? Raymond. Guys, how was your experience? It's better for me this one, really. Maybe this one is only for kids. अनि म चाहिँ फेरि यतातिर बच्चाहरू खेलिरहेको थियो अनि हेरिरहेको थियो यो चाहिँ स्पेसली फर किड्सको लागि मात्रै हो हामी चाहिँ खेल्न मिल्दैन ठुलोहरू चाहिँ बच्चाहरू खेलिरहेको थियो अनि हामी चाहिँ अर्को ठाउँमा गएको थियो सरप्राइज के म चाहिँ त्यहाँ मेरो साथी भेटाएँ देखेँ तर उसलाई थाहा छैन कि त्यहाँ छ भनेर अनि उसको भिडियो मैले लिँदैछ भनेर पनि उसलाई थाहा छैन म चाहिँ उसको भिडियो सोचिरहेको म चाहिँ खेलिरहेको छु मजाले Please open your restraints. Yeah. Stop. After few seconds, it's coming. Let me take a short video. So how to charge? Charge what? आमा चाहिँ मचोरेर माथिबाट दिएको यो चाहिँ दुबई ग्लोबल भिलेजको भ्यू
एकदमै राम्रो एकदमै यति ठुलो होइन त्यो ठाउँ चाहिँ No, you have to enjoy water. एकदमै राम्रो माथिबाट हेर्दाखेरि चाहिँ पुरै टोटली ग्लोबल भिलेजको भ्यू देखिँदो रहेछ त्यहाँबाट चाहिँ यो व्हिलमा चाहिँ अराउन्ड 9 to 10 मिनट 11 मिनट हुँदो रहेछ हामी चाहिँ 2 राउन्ड गऱ्यौँ सुरुमा चाहिँ मलाई जान मन थिएन साथीहरूले गर्दाखेरि म चाहिँ खेलेको थियो एकदमै रमाइलो भयो हजुरहरूलाई म चाहिँ देखाउँदैछु ग्लोबल भिलेज माथिबाट खिचेको वेलबाट Then रोटेपिङबाट रोटेपिङ भनौँ न अरू नेपालीमा त रोटेपिङ भनिन्छ होइन त्यसलाई त्यो वेललाई यहाँ चाहिँ स्लाइड भन्नु त्यो पानी बच्चाहरू खेल्ने बोर्ड रहेछ भेरी नाइस अमेजिङ प्लेस yeah, we finished. You went there? हामीहरू चाहिँ बच्चाहरू खेल्ने पुरै राइडदेखि लिएर सबै राइडहरू खेलेर सकेर पनि थाकिसक्यो कि टोटली 9 बजी 9:30 भइसक्यो हामी चाहिँ सोचेछु कि अब घर जाने कि के गर्ने भनेर साथी र म सबैजना छुटिसक्यो लास्टमा ऊ र म मात्रै बाँकी छ अब जब भित्र पस्यो एकछिनसँगै खेल्यो त्यसपछि त आफ्नो पारामा चाहिँ सबैजना अब ड्युटी जानुपर्छ भोलि भन्दै आफ्नो पारामा कोही घर गइसक्यो कोही आफ्नो पारामा हिँडिरहेछ हामी दुईजना चाहिँ अब घर छौँ भन्ने सोच्दै यताउति हिँडिरहेछ कि ऊ चाहिँ एक्लै गइसक्यो म पनि एक्लै हिँडिरहेको छु त भिडियो बनाउँदै अनि उसलाई मेरो मतलब छैन म एक्लै भिडियो बनाउँदै हिँडिरहेको छु अब बोल्नु पनि के बोल्नु नेपाली भए पो नेपालीमा बोल्नु आफूलाई राम्रोसँग इङ्ग्लिस आउँदैन जसो तसो बोलिरहेछ साथीहरूसँग इङ्ग्लिस होइन अब ऊ आफ्नै पारामा म मेरो आफ्नै पारामा हो इङ्ग्लिसबाट बाहेक बोल्न मिल्दैन कुरा गर्न मिल्दैन थ्याङ्क यू फर वाचिङ प्लिज डोन्ट फर्गेट टु सब्सक्राइब एन्ड लाइक